हाई एभ्रिवान वेलकम टु माई च्यानल। सो यो भिडियो चाहिँ हामी हाम्रो पहाड घर जाँदाखेरिको हो। भाइ मम्मी बाबा भएर चाहिँ हामी हाम्रो पहाड घर अर्घाखाँची जाँदै थियौँ बसमा चढेर मजाले फोटो खिच्दै भिडियो बनाउँदै गइरहेको थियौँ। बाटो पनि एकदम राम्रो रहेछ। अहिले चाहिँ बनिसकेको रहेछ, कम्प्लिट भइसक्नु रहेछ अलमोस्ट। दाउनेमा चाहिँ अलिकति नराम्रो रहेछ, नत्र चाहिँ राम्रो रहेछ। अनि त्यसपछि हामी बुटवलबाट चाहिँ अर्को गाडी रिजर्भ गरेर गयौँ। अनि बाटोमा क्या दामी भ्यू देखेको थियो, त्यो बेला मैले भिडियो खिचेँ। त्यसपछि यो चाहिँ लुम्बिनी गेटबाट हामी भित्र छिर्यौँ। अनि अबको हामी 4-5 आवर्समा चाहिँ हाम्रो घर पुग्छौँ। एन्ड दिस इज आवर होम, ओल्ड होम। यो चाहिँ हाम्रो हजुरबुवाहरूले बनाउनु भएको घर हो। यहाँ चाहिँ अहिले कोही पनि बस्नुहुन्न, त्यही भएर चाहिँ अलिकति उस भएको छ कि रिपेयर एन्ड मेन्टेनेन्सको जरुरत छ। यो चाहिँ गर्नुपर्ने छ। यहाँ पुगेपछि चाहिँ हामीलाई एकदमै कस्तो आनन्द आउँछ कि चाइल्डहुड मेमोरिज फ्ल्यासब्याक हुन्छ। अनि यो चाहिँ हाम्रो खर्यान खैरे हो। यसलाई चाहिँ खैरे भन्छ। यहाँ चाहिँ घाँस काट्ने गर्नुहुन्थ्यो कि पहिला अहिले नि काट्दो रहेछन् मान्छेहरूले घाँस चाहिँ। अनि यहाँ कति धेरै सुनकलीको रुखहरू छ। हामीले यहाँ फोटो पनि खिच्यौँ, रमाइलो गऱ्यौँ। अनि यो घर चाहिँ हामी जहाँ बस्यौँ त्यो घर हो। यो चाहिँ हाम्रो बाबाको सानीमाको घर। अनि हाम्रो घर नजिकै थियो यो घर चाहिँ। त्यसपछि हामीले चाहिँ अब गाउँ डुल्न थाल्यौँ। अनि यो चाहिँ बारीहरू हो। बारीहरू पनि कस्तो ठुल्ठुलो छुट्टै हुन्छ नि त उतातिर त। अनि कस्तो रमाइलो भ्यू इन्जोय गरिरहेको थियौँ हामीले एकदमै। अनि म चाहिँ हल्का घरिघरि भिडियो पनि बनाइरहेको थिएँ आफ्नो, एकदम इन्जोय गरिरहेको थिएँ। धेरै पछि गएर नि होला। अनि यो चाहिँ हाम्रो अर्को रिलेटिभ्सको घरमा गएको बेलामा हो। त्यहाँ चाहिँ कस्तो लटरम्मै आलु पखडा फलेको रहेछ कि। अनि त्यहाँको दाइले टिपेर दिनुभयो। हाम्रो यस्तो मजाले खायौँ, कस्तो मिठो थियो। त्यसपछि हामी फेरि अर्को तिर भेटघाट गर्न गयौँ, बारीहरू हेर्दै रमाइलो गर्थ्यौँ। अनि यो चाहिँ हाम्रो गाउँको सबभन्दा नजिकको स्कुल हो। यहाँ चाहिँ 3 क्लाससम्म रहेछ। अनि त्यसपछि यहाँ चाहिँ एउटा मन्दिर छ। अनि त्यसपछि यहाँ एउटा चाहिँ रिसेन्टली एउटा प्रतीक्षालय बनेको रहेछ, त्यो पनि एकदम राम्रो रहेछ। एउटा दाइको सम्झनामा बनाइएको रहेछ यो चाहिँ। अनि त्यसपछि हामी त्यहाँ घुम्यौँ, फोटो खिच्यौँ। अनि त्यसपछि चाहिँ हामी फेरि भेटघाट गर्न गयौँ। यहाँ चाहिँ हाम्रो एउटा बुढी हजुरआमा हुनुहुन्थ्यो, उहाँलाई भेट्न हामी गयौँ। त्यहाँ गएर चिया खायौँ। अनि फेरि अर्को बुवा त्यो घरमाथिको चाहिँ एउटा बुवा हुनुहुन्थ्यो, त्यहाँ गयौँ। त्यहाँ चाहिँ कति धेरै अङ्गुर फलेर चाहिँ कस्तो मजा आयो। त्यहीँको अङ्गुर टिपेर खायौँ मजाले। काँक्रोहरू खायौँ, सबै अर्ग्यानिकहरू, कस्तो मिठो भयो। अनि यहाँ बुवाले एकदम कर गर्नुभएको थियो बस्नलाई, तर हामी बस्न पाएनौँ। अनि बाहिर भिडियो खिच्यौँ। यो चाहिँ त्यहाँको एउटा नजिकैको बजार हो, बजार टाइपको। अनि यो चाहिँ घर फर्किने बेलामा चाहिँ सनसेटको भ्यू कस्तो राम्रो देखेको थियो, त्यही बेलामा खिचेको यो भिडियो चाहिँ। अनि अब चाहिँ हामी अर्को दिन चाहिँ रिसोर्टमा बस्ने भनेर अब हामी त्यहाँबाट चाहिँ फर्किन थाल्यौँ। अनि हाम्रो घरको बारीमा चाहिँ कति धेरै खुर्सानी रोपेको छ कि। अनि त्यहाँ हामीले हल्का टिप्यौँ घरको खानुपर्छ भनेर। अनि त्यसपछि चाहिँ हामी यहाँबाट फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।